ल है हाम्रो यो 2024 को डल्ले नि पाएको यो चाहिँ तितेबी डल्ले चाहिँ हाम्रो बकेटमा छन् काला बकेट डल्ले बगान प्याजको साग थुङ्गे फुल हाम्रो दुईटा यहाँ जनो र जेसी पनि छ यो सिमी हो कि के हो यो रातो खालको छ सेतो खालको छ फलिरहेछ मजाले जेसी फुल मजाले फुल्दैछ तोरीको बिउ पनि यहाँ पाएको हैन यो चाहिँ नेपालको डल्ले करेला यो फलेर खाएर अमान भयो यो चाहिँ के हो पथरिया कि सथरियाको दबाई हुन्छ भन्थ्यो हो कि होइन थाहा छैन प्याजको साग अब यो पालिको हडताल खाइन्छ मजाले यो डल्लेको बिउ अर्को साललाई थुङ्गे फुल यो भुटानको फापर हो बिउ पाक्दैछ यता डल्ले छन् यो चाहिँ 2 बोट कागती हो अब यिनीहरूले फल्छ होला यो सालै यो साल नभएन अर्को साल त फल्छ यता पनि सिमी छन् अब यहाँबाट डल्ले फेरि बी डल्ले लाम्चे के हो सब बिस्कुट फरवरी फुल यसरी गएको यहाँ छ अर्को ठुलो बारी अब लौडेको बोट यदि अग्लो हुन्छ भने हेर्नु त यो चाहिँ भोजपुरे मकै है खासै दाना चाहिँ नलाग्दो रहेछ अब यहाँभित्र चाहिँ छ यो लौको हो फल्ने फल्दैछ त्यहाँ घिरौलो लौको पर हुन्छ लौको ठुलो लौको होइन यो मसिनो चिटिन्डोहरू त कति लाग्दैछन् यहाँ हाम्रो ठुला फर्सी पनि थियो कता गएछन् त यो चाहिँ घिरौलाको जालो बनाएको बिउ छिप्याएर मुनि के तुन्द्रुङ झुन्डिँदैछ यता बिहीको बिउ पाक्दैछ करेला चाहिँ लगभग अब फल्न सक्यो आफ्नै मान्छेलाई चिन्दैन तिमीहरूले चिन्दैन कस्तो मान्छेहरू लौको फल्दैछन् ठुलै घारी छ लौकाको यता भयो के हो यो यहाँ चाहिँ यो आरुलाई जोगाउने कोसिस गर्छ एकदम मिठो खालको आरु बिउ छ त्यहाँनिर ल है त गाइसहरू 24 को गार्डन यस्तै छ हाम्रो घर वरिपरि नै हरियालीले घेरेको छ किसमिस लगाएर चाहिँ बजाइदियो ल थ्याङ्क्स फर वाचिङ फेरि अब 25 को गार्डन लिएर आउँला है त कस्तो फल्छ अनि तपाईँहरूलाई देखाउनेछु।